Hello everyone, welcome back to my YouTube channel. So, मेरो भोइसलाई अलि त्यो ध्यान नदिनुला किनकि मेरो आवाज अलि बसेको छ त्यही भएर सो नभन्नुला। सो हामीले धेरै जस्तो तयारी हिजो नै गरिसकेका थियौं तर अब जहाँ पूजा ठाउँ त्यहाँ लिप लाप गर्न पर्छ रे अनि के गर्न पर्छ सजाउन पर्छ भनेको अलि अझै छ त्यही हामीले पहिला फटाफट लिपिहाल्यौं ताकि चाँडै सुकुस भनेर उताबाट साइडमा फेरि क्याटरले खाना पकाउँदै हुनुहुन्छ अनि म भित्र आइसकेको थिएँ। भित्रमा अब म दिदी भएपछि मेरो कर्तव्य हुन्छ कि भाइ बहिनीलाई सिकाउने आफू तिनीहरूले गर्ने नि खास त अब उफेन कस्तै राम्रो मिलाइचेले फेरि तर एक्ज्याक्टली फेरि होइन साँच्चै त्यसपछि फेरि पहिला कामहरू निचेले भन्नु उसले आफै देखेर क्यामेरा देखेर गर्न सुरु गरेको फेरि म नुहाइधुवाइ गरेर आइसकेको थिएँ। नुहाइधुवाइ गरेर अनि कपडा लगाएर अनि फेरि अम्फरा सजाउनु पर्छ कन्या मान्छेले कन्या केटीले राम्रो हुन्छ भन्ने प्रथा थियो अनि त्यही भएर फटाफट त्यो गरियो अनि बाहिर फेरि छुट्टै कार्यक्रम चलिरहेको थियो के भन्छ त्यो मैरो थियो नि त्यसलाई फुलहरूले अनि त्यो बिहामा त्यो टङ्ग त्यसलाई के भन्छ झिल्मी सितारा त्यसै टाइपकोले सजाउँदै हुनुहुन्थ्यो अङ्कलले दादाले मिलेर। अनि फेरि दादाले भित्र बोलाउनु भयो त्यो चोखो हुनु लागि गङ्गाजल खानुपर्छ भनेर अनि म पनि खाना गइयो बोल्नु पनि भनेर खाना गइयो अनि खाना सुरुमा मैले सोचेको थिएँ कि त्यो दुध चिनी हालेर खाना दिएको होला भनेर गुट्क पारिहालेँ तर खासमा त्यो त हैन्छ म त एकछिन हेरेँ भन्नु पनि क्या र भनौँ तपाईँलाई भन्नुहुन्छ केही छैन। सो त्यो खाएर हामी अब जो पूजामा बस्ने मान्छे हुन्छ नि हो त्यहाँबाट चोखो हुनुपर्छ भन्नुहुन्थ्यो यहाँ बुवाहरूले अनि सो खाएर गयो अनि त्यसपछि फेरि घरको 4 ठाउँ बत्ती बाल्न पर्छ भन्नुहुन्थ्यो अनि त्यही भएर म फेरि बत्ती राख्न त गएँ तर मलाई बत्ती राख्न आउँदैन त्यो टाउको कुद्नु त्यो छुट्टा खासमा राख्नुपर्ने हो त्यो मलाई फेरि त्यस्तो थाहा थिएन भनेर फेरि मैले दादालाई यहाँ पनि पूजावाला दाइ हो अनि यहाँ सोधेँ मैले कताबाट फर्काएर बुढावाल्छन् भनेर अनि दाइ सिकाइदिनु भयो मलाई अनि यस्तै गरेर मैले 4 ठाउँ राखेँ घरको अगाडि साइडमा 2टा अनि घरको उतापट्टि पछाडि साइडमा 2टा यस्तै गरेर म राख्न गइयो अनि बाहिर अझै पनि अङ्कल उता रेडी पारिदिनु राम्रो भएको छ अनि बाजुले रेगासेगा तान्ने सब रेडी पारिदिनु अब यति दिन मिल्छ त्यति त्यसपछि फेरि पहिला भित्र पूजा हुन्छ भित्र पूजा भइसकेपछि फेरि बल्ल बाहिर पूजा हुन्छ। भित्रको पूजामा त मम्मीमा बसिने हुन्छ बस्न पर्दैन तर फेरि खास भन्दाखेरि बाहिरको पूजामा फेरि हामी घर परिवार सबै बस्न नै पर्ने रहेछ कि मलाई थाहा छैन थाहा पनि छु भन्दा हजुरले नि पूजा हुन्छ थाहा भइहाल्नुहुन्छ। अनि म बाहिर आइसकेको थिएँ बाहिर आएँ तर मेरो बहिनीले के भन्छ नि हातमा टिका मुछेको थियो हातमा रङ लागेको थियो अनि मैले त्यही हाल्दै मेकअप गरियो। मेकअप गर्दाखेरि के भयो भन्दाखेरि जुन त्यो हात अब रातो हुन्छ मेरो मुखभरि जस्ट लाइक रेड टमाटो भन्छ नि त्यस्तो रातो मेरो फेस एक्ज्याक्टली। रातो टमाटर जहाँ थियो सो फेरि म भित्र गएँ जाँदा यहाँ फलफुल प्रसादहरू बनाउँदै हुनुहुनेछ जुन आउँछ नि मान्छेहरू पूजामा अनि घर जाँदा फेरि खाली पठाउनु हाम्रो चलन हुन्छ नि जहाँ पनि हिँड्यो बस जाँदाखेरि त्यहाँ प्रसाद लैजानुपर्छ भन्ने नियम परम्परा भनौँ त्यस्तै थियो अनि त्यही भएर उता रेडी पार्दै हुनुहुन्थ्यो आन्टी माइजू थुप्रै आन्टीहरू मिलेर अनि यताको पूजा खाएको भइसकेको रहेछ अनि फेरि भित्र गएँ भित्र पुरा मेकअप गरेँ अनि मम्मीले मलाई बाहिर बोलाउनु भएको थियो यहाँको पूजा भइयो नि टिका लगाइदिनु लागि अनि मम्मीले सबै टिका लगाइदिनु भयो अनि जानु पऱ्यो सबै काम भइसकेपछि फेरि हाम्रो बाहिरको पूजा थियो नि त्यो पूजा पनि पालो आयो तर खासमा भन्दाखेरि भन्नु त हुँदैन त्यही पनि खासमा भन्दाखेरि यो पूजामा फेरि बसिसकेपछि के खान नमिल्ने एकैचोटि साँझ खान मिल्ने तर बिचमा एक जस्तोको स्कुलमा कस्तो 9 बजे गएपछि 10 बजे क्लास हुन्छ 10 बजे क्लास 1 बजे इन्टरभल टाइम हुन्छ नि सेम त्यस्तै इन्टरभल टाइम हुन्छ अनि इन्टरभल टाइम चाहिँ के भनौँ
बाहुन बाजेलाई मन्त्राउन त ऊ आयो है इन्टर टाइम हुन्छ भनौँ त्यस्तै हामी चिया खाना गर्थ्यौँ हामी चिया भन्दा पनि त्यो लस्सी टाइपको खाना खाएको थियौँ त्यो पूजामा त्यस्तो बसेर अनि फेरि खाएर पनि फेरि बस्न गयौँ हामी त्यहाँ यति धोवा पनि त्यो बस्दाखेरि साथीहरू त साइडमा रोटी हालिरहन पकाइरहन मोज मस्ती गरिरहन अनि ठ्याक्क हाम्रो त पछाडि फेरि खाना खाने ठाउँ बनाएको थियौँ डेढ ठाउँ त छैन नि घरको घर त्यो सानो छ नि त्यहाँबाट उतापट्टि गएको थियो यतापट्टि बाहुन बाजेले एउटा फेरि यहाँ यता पूजा गर्दै हुनुहुन्छ उता पूजा गर्दै हुनुहुन्छ उहाँ त्यहाँ दुइटा बाजेहरूले उता अनि फेरि यहाँ बाजेले नाच गर्नु मात्र बजाउनु पुग्दैन बाबालाई अनि बाबा भजन कीर्तन नाचिसकेपछि यता दादाले र मैले यता ग्रह पूजा शिवजीको पूजा गऱ्यौँ हामीले यता उता बाबाले उता पनि शिवजी पनि भगवानको पूजा उता गऱ्यौँ हामी छुट्टी पुग्यो किन हाम्रो ग्रह पूजा पनि थियो दाइले मैले यता पूजा गरेको छौँ अनि बाबाले उता पूजा गर्नुभएको छ अनि यस्तो गर्दा गर्दै हाम्रो पूजा पनि साँझको लगभग 8-9 बत्तीको भयो अनि फाइनली त म भिडियो पनि हालेको बिटिक्कै थिएन किनकि यस्तो धौ भएको थियो नि के गर्नु अनि बाहुन बाजेको घर जाने बेला पनि भइसकेको थियो सबै आफ्नो घर जानु भएको थियो हाम्रो पूजा देखिएको छ नाइट र मर्निङ रुटिन चाहिँ राम्रो कमेन्ट गर्नुला अनि हाम्रो रातिमा नाच्ने कार्यक्रम पनि थियो भजन कीर्तनमा सो आजको लागि यति नै यदि हजुरलाई मेरो भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्नुहोला बाबा